हैन हामी त पानी कुवामा पुगिसकेको छौँ रोक्नु ल दाइ हामी टाउको नहुन्छौँ हे हो हैन हामी त सिके बाटो मिल्ने पानीको लागि बनाएर छ है त्यो चिप्लो छ बाटो अघि म झन्डै लड्या आइया जाम हेर्नु केटा हौ के भयो दाइ रोयल के गर्ने हो हाम्रो दाइको क्यामेरा फिक्स हान्ने भयो है खोइ त यो गर्नु पर्दैन है मैले सिङ्गल गरेको छ खस्दैन है अट्दैन मोबाइलको झन् स्क्रिन उक्किला नि फेरि प्रेसर हुन्छ कि भिडियो बनाइसक्यो क्यारेक्टरहरूले अघिदेखि बनाएर हुन्छ ओह्राले अब त्यहाँ के गरे या झर्छ त्यस्तो बाटो ल ल ओके हामी माथि गाउँबाट फर्किँदैछौँ हामी 4 दाजुभाइ ओइ केटाहरू अब त्यही हो होइन बाटो रमाइलो छ जे होस् भ्युजहरू राम्रो छ कि किनभने गाउँमा रमाइलो लाग्छ त्यही तर हामीसँग पैसा त हुँदैन तर हामी पानी खाएर भए पनि हजुरहरूलाई हाम्रो गाउँठाउँहरू देखाइरहनेछौँ उनीहरू आफ्ना गइरहेछ लास्टका लाग्यो दोहोरा के भाइ मेरो भाइ जोसको तालमा हिँडिरहेछ जोसको तालमा होस् हराउला है भाइ ओइ कस्तो घुमारो त कस्तो ब्रेक नलाग्यो यार मेरो ब्रेकै लागेन यार छ्या झन्डै मऱ्यो यार मजा हुने यार होइन बिस्तारै जहाँ मलाई डर लाग्यो किनभने साइकलको हालत त्यही हो ब्रेक त थियो तर अलिक यस्तो ओह्रालोमा अलिक लास ताट्यो कि अब जस्तै 1-2 लाखको साइकल चलाउन सक्दैन पो बाइकहरू अब हामी त सानोतिनो युट्युबर हो युट्युबर त भन्नु असम्म भएको छैन तर भिडियोहरू बनाउँछु पानी फाल पाइरहेछ र अहिले त ओइ के झऱ्यो ओइ के गरा मेरो त्यस्तो ठाङ स्ट्यान्ड के भयो ओइमा कस्तो अप्ठ्यारो बाटो के ओइ आइया ओइ आँखा देखेन ओइ मैले त ओइ रन्ना ओइ के हो यार ओइ माछा ओइ बब्बाले गाइस बब्बाल ओइ के गर्छ केटा यार बिस्तार जाने अघि म त्यो झन्डै उमाने यार गेठीमा ब्रेकै नलाएर
अगाडि जाने भए भन है केटा हो साइड दिन्छु किन साह्रो भा के बिग्रियो क्या यार किन मेरो साइकलको उही साह्रो भएर पाइरोलाई रमाइलो भइरहेछ है गाइस रमाइलो अब केटा हो ब्रेक त लाग्छ होला नि होइन मुनिबाट यता यतातिर ल ल यार घुमाउने होइन ल जाऊँ ल ओए बोलुवा छ है बोलुवा ओए 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 बाटो बब्बल ओह्रालो छ ओ पछाडि सक्ला ओए ओइ माको आऊ आऊ है बिस्तारी ओइ रन्डी ओइ मा ब्रेक अड्केर लड्यो यार फोटो ओइ 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 घटन्दै म त यार के घटन्दै ओइ डर लाग्छ यार बाटो यार मान्छेहरू हिँडेको छ यार ओइ ओइ कुन बाटो ल्या हो यिनीहरूले ओइ आपुई त्यही त भने ओइ मेरो त ब्रेकै गयो कि केटा हो यार के हो मेरो त ब्रेकै गयो कि अट्किन्छ कि स्यार बाटो तल कस्तो छ यार मैले त गएँ केटा लड्छ भाइ नजा तर बाटो छैन जस्तो छ यार के भा ओए डढ्यो ओए ब्रेक दौड्यो सुँगेर हेर न त्यस्तै
कस्तो महिना मासले गाइस के छ यार विनोद गाइस को छ यार ठीक छ मलाई के छ यार ल के अगाडि को हिँड्ने ल बहिनी यार म अगाडिको देखि तात्यो होला यति लाइन आउ हो अगाडि तातिर म त सबभन्दा अगाडिको ब्रेक अगाडिको छुवा थियो मलाई कोही बाटो छ ओइ कस्तो ओह्रालो छ उताबाट गयो भने के भयो होला अघि आउने अघिको माटो झन् ब्रेक नयाँ नयाँ हालेर आउनुपर्छ भइहाल ब्रेक नलाग्ला त भइसक्यो ब्रेक छैन यो तलतिर हेर्नु त हमर यता हेर्नु त जाने हो र ब्रेक तातेर छ ब्रेक छुट्यो भने बर्बाद हो नि यार हो के अस्ति अस्ति म यस्तोमा आयो भएर मेरो ब्रेकको उयो सेलै गयो कि होमललाई जाने हो जाने हो कि जाम कहाँ यहाँ बस जाम यार ओइ 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 ब्रेकै लागेछ नि हेर न हेर ओइ 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 मा आइहाल माइकको कता आएको त उता के त यता बाटो बगत मोर चाहिँ नयाँ नयाँ ब्रेक हालेर आउनुपर्छ यता त 1000 रुपियाँ चिलायो ब्रेकको नि अब ब्रेक फेर्नुको महँगो लाग्छ यार एकछिन बसौँ यार केटा हो फट यस्तो पारा गयो भने त ब्रेक चुरी मरिहाल्छ नि यार कम टाट्या छ ब्रेक त छोड्दैन फेरि नि अझ सिद्धिन्छ तपाईँ क्या एकछिन ब्रेक लाग्दैन कहिले काहीँ त भाइ जाने जाउँ अब बसेर काम छ नि त अब भोक लाग्छ यार मलाई त ओइ मा बाटो चल आज
फाइनली डाँडा कटेर पुग्यो यार ओइ छ्या भनेर त आजको अफरोडिङ कहिले पनि बिर्सिँदैन यार मैले यस्तो बबा लागेको छ हाम्रो होमल दाइले अस्ति नै भेट्या भए हुन्थ्यो कि अब होमल दाइले अब व्यस्तको व्यस्त नभए त अस्ति नैतिर नै आउँथ्यो अब चाहिँ होइन कि ठाउँ थाहा थिएन हामीलाई केही छैन बिस्तार जाम्ला ओइ खातो रोय ओइ ओइ त्यो ओह्रालो झन् यस्तो डर लाग्यो मलाई ब्रेकै कस्तो गनाएर रोय एक बोक टु बिनो एकछिन यहाँ म पहिला पुगे जस्तो लाग्यो यार कहिले पुग्छ हुन्छ होइन त्यो माथिको दुईटा डाँडा चढ्रा हामी होइन आफै हामी सानोतिनो मान्छे त होइन सानोतिनो मान्छे होइन ओइ पानी खानुपर्छ क्या गरेर यार तिर्खाप लाग्यो यार केटा हो खाँदैन त तपाईँ खाने धेरै डर लाग्दो छ यार बाटो नै के भयो यार मलाई साइकलले साह्रो जस्तो लागेर क्या मेरो ब्रेक अड्केर क्या अगाडिको डर लाग्छ यार मलाई चाहिँ होला भोलि त घरमै कार्यक्रम छ बिदामा जाऊँ न है बरु पैसा बोक्नु पर्छ कि 100 200 तपाईँ ऊ के खाना त होइन अलिक भोक लाग्छ बिस्कुटहरू दिउँसो खानालाई के फ्याक फ्याक भइसक्यो मलाई त भोक के लागेको छैन के लागेको छैन बस के चाहिँ इच्छा लागेको थियो कम दामी मजा रमाइलो भयो हो ब्लग बनाएको छ मैं बब्बाल हो यार छट
बनासन पाएन होला बाटो यो हिँडेको थिएँ कि म त्यो गाउँपालिका आउँदा त्यो बोलेरोमा यता चाहिँ खोला बाटो हुन्छ राइट बल छ नि दाइ साइकल चाहिँ मुला अगाडिको ब्रेक हान्दा साइकलको पछाडिको त टाउको आउँछ यार म झन्डै लडेन अगाडिको ब्रेक अड्केर 1000 रुपियाँ चिलाउँछ अनि त्यसपछि आउनुपर्छ के नत्र त मर्छ यार कहिले डर नलाग्ने आज डर लाग्यो मलाई ब्रेक मेरो ब्रेक अड्क्यो कि दाइ यार विनोदको अगाडि हिँड्दा त्यो घाट अड्क्यो अगाडि पहिला टायर उड्यो खोला बाटो भाइ कहाँ डाँडा चोर बस्छ बाटो छैन यतापट्टि नि यहाँ जाऊँ पो के उकालो चोरा नि स्यास्या भइरहेछ स्यास्या लगाइरहेछ मलाई चाहिँ राइडर हो यार मेरो पहिला नाइ चाहिँ ठुलो रहेछ अन्त अब छ नि उठ्नु रहेछ उडा दाइ केही हुँदैन किनभने अब तपाईँले यो सस्पेन्स फेर्न थाल्यो भने सबै कि बनाउने ए सस्पेन्सन नफेर्ने ए सस्पेन्सन फेर्ने भए त उहिले हानि हुन्छ भने नफेर्ने भए त परेर कन्ट्रोल हान्नु जानुपर्छ यार भाइ यार के भित्रमा जाने हो जङ्गल पसेर जान्छ जङ्गल पसेर डाकुले हमला गर्यो भने ओइ तार छोड्छ ओइ घममै पसेर अरे के हो या बोरको काँडा हुन्छ केटा हो ओइ ओइ 10-15 मिनट 1 घन्टा नुहाएर जानु पर्यो नि डराउनै हुँदैन नि कोही काँडा ओइ लट्छै केटा हो कता आयो हामी यार अच्छा ओ म कता गएँ यता घुमौँ उता हाम्रो बाटो त तलबाट भेना खोइ तल
मेरो हावा गएको हो म त हेर्नु त कस्तो के थाहा अगाडि भन त मेरो हावा ठिकै छ कि हाम्रो त छैन नि यार राइडर त्यस्तोमा लाग्छ यार त्यहाँबाट उचाल्नु पर्छ नि यार माछा जाउँ अँ क माथि होला अँ चलाउने यार केटा हो भनेको त्यहाँ उ भयो क्या उकाल्यो गान फाट्छ यार केटा हो फोन निकालो दुईटा तीनटा के गर्ने रानी मेकुरी छ्या यार हामीले बोक्नुपर्छ साइकललाई कति बोक्ने हो र हामीलाई नि हैन के छ यार मेरो दाइहरू यार सब खनाएर खनायो है